अर्थसंवादको यो दोस्रो अङ्कमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। स्वागत छ। आज हामी सहकारी क्षेत्रको एउटा भर्खरै आएको निकै महत्त्वपूर्ण विषयमा गहिरिएर कुरा गर्दैछौँ। विषय हो राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको नियामकीय मापदण्ड 2082। हो, यो विषय अहिले एकदमै चर्चामा छ। यो विशेष गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको लागि हो, साकोसहरूको लागि। अब यो किन यति महत्त्वपूर्ण छ त हेर्नुस् न, सहकारीहरू हाम्रो अर्थतन्त्रको एउटा महत्त्वपूर्ण हिस्सा हुन्, हैन? बिल्कुल। धेरै मानिसहरू जोडिनु भएको छ। तर पछिल्लो समय केही समस्याहरू देखिए, त्यसले गर्दा यो क्षेत्रमा अलिकति नियमन, अलिकति सुशासन कति जरुरी रहेछ भन्ने कुरा झनै प्रष्ट भयो। हो, त्यो आवश्यकता महसुस भएकै हो। खासमा यो मापदण्ड ल्याउनुको पछाडिको मुख्य सोच, मुख्य उद्देश्य चाहिँ के हो, किन चाहियो यो अहिले? सहकारी ऐन 2074 छ नि, हो, त्यो ऐनको दफा 103 कले नै राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई यस्तो मापदण्ड बनाउने अधिकार दिएको थियो। ए, ऐनमै व्यवस्था थियो? हो, ऐनमै थियो। अब अहिलेको जुन परिस्थिति बन्यो, सहकारी क्षेत्रमा देखिएका केही भनौँ न चुनौतीहरू, समस्याहरू, त्यसलाई सम्बोधन गर्नु पर्यो भनेर प्राधिकरणले यो अधिकार प्रयोग गरेको हो। मुख्यतः बचत र ऋणको कारोबार गर्ने संस्थाहरूलाई अलि बढी व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनु पर्यो भनेर यो ल्याइएको हो। यसको मूल उद्देश्य के हुन् त, बुदागत रूपमा भन्नुपर्दा? हेर्नुस्, उद्देश्यहरू एकदम स्पष्ट छन्। पहिलो त संस्थाहरूको वित्तीय स्वास्थ्य सुधार्ने, मतलब आर्थिक रूपमा बलियो बनाउने। दोस्रो, सबभन्दा महत्त्वपूर्ण, बचतकर्ताको हित संरक्षण गर्ने, उहाँहरूको बचत सुरक्षित रहोस् भन्ने सुनिश्चित गर्ने। हो, धेरैको चासो त्यही छ। तेस्रो, संस्थाभित्रै सुशासन, राम्रो व्यवस्थापन होस् भन्ने। अनि चौथो, समग्र सहकारी क्षेत्रप्रतिकै जुन एउटा अविश्वास जस्तो देखिन थालेको थियो नि, त्यसलाई फेरि स्थापित गर्ने, विश्वास बढाउने। निकै महत्त्वपूर्ण उद्देश्यहरू रहेछन्। अनि यो लागू कहिलेदेखि भयो? यो त 2082 साल जेठ 9 गतेबाटै लागू भइसक्यो। ए, तुरन्तै लागू? हो, तुरन्तै। ल, अब यो मापदण्डभित्र पस्दा त केही अलिक प्राविधिक शब्दहरू पनि भेटिन्छन् होला। जस्तो सुरुमै मुख्य कारोबार भनिएको छ, अरू पनि छन् प्राथमिक पुँजी, तरलता, नियामक निकाय, जोखिम भारित सम्पत्ति। यिनलाई अलिकति सरल भाषामा भनिदिनुस् न। अवश्य। मुख्य कारोबार भन्नाले नामैले प्रष्ट छ, जुन सहकारी संस्थाको मुख्य काम नै बचत लिने र ऋण दिने हो, त्यस्ता संस्थाहरूलाई यो मापदण्डले समेट्छ। ए, अरू कृषि वा बहुउद्देश्यलाई होइन? मुख्य फोकस बचत तथा ऋणमा छ, तर कारोबारको प्रकृति हेरेर अरूलाई पनि केही हदसम्म लागू हुन सक्छ, तर जोड चाहिँ साकोसलाई नै हो। अनि प्राथमिक पुँजी नि, कोर क्यापिटल? प्राथमिक पुँजी भनेको चाहिँ संस्थाको आफ्नो सबैभन्दा बलियो वास्तविक पुँजी हो। यसमा सदस्यहरूको शेयर पुँजी, जगेडा कोषहरू, नबाडिएको नाफा, यस्ता कुराहरू पर्छन्। यो संस्थाको जग जस्तै हो। जग। अनि तरलता, लिक्विडिटी? तरलता भनेको चाहिँ संस्थाले तत्काल तिर्नुपर्ने दायित्व, जस्तो सदस्यले बचत माग्दा फिर्ता दिन सक्ने क्षमता हो। मतलब कति सजिलै नगद वा नगद जस्तै सम्पत्ति उपलब्ध छ भन्ने कुरा। पैसा चलाउन सक्ने क्षमता हो, ठ्याक्कै। अनि नियामक निकाय त प्रष्टै छ, सहकारीको नियमन गर्ने सरकारी निकाय। यहाँ राष्ट्रिय सहकारी नियमन प्राधिकरण भयो। अनि त्यो अलि जटिल सुनिने जोखिम भारित सम्पत्ति? यो अलि प्राविधिक छ, तर महत्त्वपूर्ण छ। संस्थाको सबै सम्पत्ति एउटै खालको जोखिमको हुँदैन नि, होइन? हुँदैन। नगद राख्नु र बिना धितो ऋण दिनुमा जोखिम फरक छ। जोखिम भारित सम्पत्ति भनेको चाहिँ संस्थाको हरेक सम्पत्तिलाई त्यसमा कति जोखिम छ त्यसअनुसार एउटा भार, वेट दिएर गणना गरिएको कुल सम्पत्ति हो। यसले संस्थाले समग्रमा कति जोखिम बोकेको छ भनेर देखाउँछ। ए, जोखिम नाप्ने तरिका हो। र यही जोखिम भारित सम्पत्तिको आधारमा कति पुँजी कोष राख्नुपर्छ भन्ने निर्धारण हुन्छ। ल, परिभाषाहरू त प्रष्ट भयो। अब अलि भित्र जाउँ, बचत सङ्कलनको कुरा गरौँ न त। सदस्यहरूबाट बचत लिँदा केही सीमा तोकिएको छ कि पहिले जस्तै हो? पहिले जस्तो छैन, यहाँ कडाई गरिएको छ। एउटा ठूलो सीमा के छ भने संस्थाले आफ्नो प्राथमिक पुँजी
अघि हामीले कुरा गर्यौं नि हो त्यसको 15 गुणासम्म मात्रै सदस्यहरूबाट बचत सङ्कलन गर्न पाउँछ। 15 गुणा? किन यस्तो सीमा राखिएको होला? यसको कारण हो संस्थाले आफ्नो क्षमताभन्दा बढी निक्षेप लिएर अत्यधिक जोखिम नबढाओस् भन्ने हो। अनि अरू केही नियम छन् बचतमा? छ। कुनै एउटै सदस्यले 10 लाख रुपियाँ भन्दा बढी बचत गर्दा अनिवार्य रूपमा आम्दानीको स्रोत खुलाउनु पर्ने व्यवस्था छ। ए, स्रोत खुलाउनु पर्ने? यसले त कालो धनलाई निरुत्साहित गर्ला नि है? हो, त्यसको उद्देश्य त्यही हो, पारदर्शिता बढाउने। ल, बचत सङ्कलनपछि अब ऋण लगानीतिर जाउँ। पहिले त सहकारीको पैसा जथाभावी गयो, अनुत्पादक क्षेत्रमा गयो भन्ने गुनासो खुब सुनिन्थ्यो नि। यसमा केही नयाँ नियम आएको छ? हो, यो एकदमै महत्त्वपूर्ण क्षेत्र हो र यहाँ निकै कडाई गरिएको छ। पहिलो कुरा त संस्थाले आफ्नो प्राथमिक पुँजीको अधिकतम 15% भन्दा बढी रकम ऋण प्रवाह गर्न पाउँदैन। मतलब जथाभावी ऋण दिन पाइएन। पुँजीको 15% मात्र? हो। अनि अर्को महत्त्वपूर्ण सीमा, कुनै एउटै ऋणी सदस्य वा एउटै समूहलाई दिइने ऋण पनि संस्थाको प्राथमिक पुँजीको 10% भन्दा बढी हुन पाउँदैन। ए, एकजनालाई धेरै दिन नपाइने? हो। वा यदि सदस्यको आफ्नै बचत र सेयर धितो राखेर लिने हो भने चाहिँ उसको बचत र सेयरको 3 गुणासम्म दिन सकिन्छ, तर त्यो पनि प्राथमिक पुँजीको 10% भन्दा बढी हुन पाउँदैन। जुन कम हुन्छ त्यही लागू हुन्छ। यसले ऋण केही सीमित व्यक्तिमा थुप्रिने जोखिम कम गर्छ। यो त सीमाको कुरा भयो। लगानीको दिशाबारे केही छ? त्यो उत्पादनशील क्षेत्रको कुरा? त्यो एकदमै महत्त्वपूर्ण परिवर्तन हो। मापदण्डले प्रष्ट भनेको छ सहकारीले प्रवाह गर्ने कुल ऋण लगानीको न्यूनतम 50% कृषि, साना तथा मझौला उद्योग, व्यापार व्यवसाय जस्ता उत्पादनशील क्षेत्रमा अनिवार्य रूपमा लगानी गर्नुपर्छ। 50%? आधा त्यता जानै पर्ने? हो, अनिवार्य। यसले के देखाउँछ भने नियामक निकाय चाहन्छ कि सहकारीको पैसा घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा मात्रै नजाओस्, वास्तविक अर्थतन्त्र चलायमान बनाउने ठाउँमा जाओस्। यो त साँच्चीकै ठूलो परिवर्तन हो। तर ऋण लगानी गरेपछि त उठ्दैन कि भन्ने डर पनि हुन्छ। ऋण डुब्ने जोखिम, त्यसको व्यवस्थापन कसरी गर्ने भनिएको छ? हो, जोखिम त हुन्छ नै। त्यसका लागि मापदण्डले प्रष्ट व्यवस्था गरेको छ, खास गरी 2टा कुरामा। पहिलो हो ऋणको वर्गीकरण। वर्गीकरण कसरी? ब्याङ्कहरूले गरे जस्तै ऋण कति समयसम्म उठेन, मतलब कति समय भाखा नाग्यो, त्यसको आधारमा ऋणलाई विभिन्न वर्गमा छुट्याउनुपर्छ। कस्ता कस्ता वर्ग छन्? 4 वटा मुख्य वर्ग छन्। असल, यो भनेको भाखा ननागेको वा बढीमा 3 महिनासम्म मात्रै भाखा नागेको ऋण। यो सामान्यतया राम्रो ऋण मानिन्छ। कम फल। सबस्ट्यान्डर्ड, यो 3 महिनादेखि 6 महिनासम्म भाखा नागेको ऋण। अलि जोखिम बढ्न थाल्यो भन्ने सङ्केत हो। शङ्कास्पद। डाउटफुल, 6 महिनादेखि 12 महिनासम्म भाखा नागेको ऋण। यो उठ्न गाह्रो हुन सक्छ भन्ने शङ्का भयो। खराब। लस, 12 महिनाभन्दा बढी समय भाखा नागेको ऋण। यो अब उठ्ने सम्भावना एकदमै कम छ, नोक्सान नै भइसक्यो भन्ने मानिन्छ। ए, यसरी समयअनुसार छुट्याउने। अनि यसरी छुट्याएर मात्रै के हुन्छ त? हो, छुट्याएपछि आउँछ दोस्रो महत्त्वपूर्ण काम, कर्जा नोक्सानी व्यवस्था, लोन लस प्रोभिजन। त्यो भनेको के हो? त्यो भनेको हरेक वर्गको ऋणका लागि भविष्यमा त्यो ऋण नउठ्न सक्छ भनेर संस्थाले नाफाबाट केही रकम छुट्टै कोषमा जम्मा गरेर राख्नुपर्छ, जोखिमको लागि पूर्व तयारी जस्तो। कति रकम छुट्याउनु पर्छ? मापदण्डले प्रष्ट प्रतिशत तोकेको छ। असल ऋणको लागि 1%, थोरै जोखिम भए पनि केही व्यवस्था गर्ने। कमसलको लागि 25%, शङ्कास्पदको लागि 50%, आधा रकम डुब्न सक्छ भनेर मान्ने। खराब ऋणको लागि त 100%, यो पुरै डुब्यो भनेर 100% व्यवस्था गर्ने। ओहो, खराबको लागि त पुरै 100% नै? हो, पुरै। यसले के सुनिश्चित गर्छ भने भोलि गएर साँच्चीकै ऋण उठेन भने पनि संस्थाले त्यो नोक्सानी धान्न सक्छ। सदस्यको बचत जोखिममा पर्दैन। यो वित्तीय स्थायित्वको लागि एकदमै महत्त्वपूर्ण औजार हो। यो त एकदमै राम्रो व्यवस्था रहेछ। जोखिमको लागि पहिले नै तयारी गर्ने। अब संस्था आफै पनि त बलियो हुनु पर्यो नि, होइन? सदस्यले पैसा माग्दा दिन सक्ने हुनु पर्यो। तरलताको कुरा के छ? हो, तरलता व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण छ।
सदस्यले आफ्नो बचत मागेको बेला पैसा छैन भन्न त पाइएन नि। पाइएन, त्यो त ठूलो समस्या हुन्छ। त्यसैले मापदण्डले भनेको छ संस्थाले आफ्नो कुल बचत तथा लिएको सापटीको न्यूनतम 15% रकम तरल सम्पत्तिमा राख्नुपर्छ। यो 15%ले दैनिक कारोबार चलाउन र सदस्यले पैसा माग्दा फिर्ता दिन सहज हुन्छ। यसको रिपोर्टिङ पनि नियमित रूपमा गर्नुपर्छ। यो नयाँ मापदण्ड अनुसार चाहिँ सहकारी सङ्घ वा महासङ्घमा जम्मा गरेको रकमले प्राथमिक सहकारी संस्थाको अनिवार्य 15% तरलता गणनामा मान्यता पाउँदैन। भनेपछि पहिले जेसुकै भए पनि अब चाहिँ सङ्घ महासङ्घमा राखेको पैसा त्यो अनिवार्य तरलताको हिसाबमा गणना नहुने भयो। अन्य सङ्घ संस्थामा रहेको बचतलाई समेत आधार मानी तरलता कायम गर्दै आएको रहेछ भने पनि अब उसले यो मापदण्ड जारी भएको मितिले 2 वर्षभित्र 2 वर्षभित्र हो 2 वर्षभित्र यो मापदण्डले भने बमोजिम हुने गरी आफ्नो तरल सम्पत्ति मिलाइसक्नुपर्छ, कायम गरिसक्नुपर्छ। अब चाहिँ त्यो पाइने छैन र पुरानो अभ्यास छ भने त्यसलाई सच्याउन 2 वर्षको समय दियो भन्ने बुझियो होइन त? हो, यो स्पष्टीकरणले ठ्याक्कै त्यही सङ्केत गर्छ जस्तो लाग्छ। यसले सङ्घ वा महासङ्घमा रकम जम्मा गर्नै नपाइने भनेर रोक लगाएको त सिधै देखिँदैन। त्यो त सहकारी ऐन नियमअनुसार हुन सक्ला, सदस्य बन्न, कारोबार गर्न। तर मुख्य कुरा के हो भने त्यसरी जम्मा गरिएको रकमले नियामकले तोकेको अनिवार्य 15% तरलता कायम गर्न चाहिँ मद्दत गर्दैन। त्यो 15% को सीमा पूरा गर्न त मापदण्डले स्पष्ट रूपमा तोकेका ती 5 ठाउँ नगद, सरकारी ऋणपत्र, इजाजत प्राप्त ब्याङ्क, वित्तीय संस्था र सहकारी ब्याङ्कमै लगानी वा जम्मा भएको हुनु पर्यो। ल, तरलताको कुरा पनि भयो। अब त्यो अघि परिभाषामा आएको अलि जटिल सुनिने तर महत्त्वपूर्ण भनिएको पुँजीकोषको कुरा गरौँ न। यो के हो र किन यति महत्त्वपूर्ण? पुँजीकोष, क्यापिटल फन्ड, यो चाहिँ संस्थाको सुरक्षा कवच वा सक एब्जर्भर जस्तै हो। मतलब संस्थाले अनपेक्षित नोक्सानी बेहोर्नु पर्दा त्यसलाई धान्न सक्ने क्षमता यसले देखाउँछ। कसरी? पुँजीकोषमा खास गरी संस्थाको आफ्नै पैसा जस्तो शेयर पुँजी, झगडा कोषहरू पर्छन्। यो 2 तहको हुन्छ, प्राथमिक पुँजी कोर क्यापिटल र पूरक पुँजी सप्लिमेन्ट्री क्यापिटल। मापदण्डले के भन्छ भने संस्थाले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्यूनतम पुँजीकोष कायम गर्नै पर्छ। कति कायम गर्नुपर्छ? न्यूनतम 4% प्राथमिक पुँजीकोष अनुपात र न्यूनतम 8% कुल पुँजीकोष अनुपात कायम गर्नै पर्छ। यो 4% र 8% के को आधारमा? त्यही जोखिम भारित सम्पत्तिको। हो, ठ्याक्कै। अघि हामीले जोखिम भारित सम्पत्ति कसरी गणना हुन्छ भन्यौ नि? हरेक सम्पत्तिलाई जोखिम अनुसार भार दिएर। हो, त्यसरी निकालेको कुल जोखिम भारित सम्पत्तिको न्यूनतम 8% बराबरको रकम चाहिँ संस्थासँग कुल पुँजीकोष हुनु पर्यो र त्यो 8% मध्ये पनि कम्तीमा आधा अर्थात् 4% चाहिँ बोलियो खालको पुँजी प्राथमिक पुँजी नै हुनु पर्यो। ए, भनेपछि संस्थाले जति धेरै जोखिमपूर्ण लगानी गर्यो उति नै धेरै पुँजी राख्नुपर्ने भयो? एकदम सही। बिना धितो ऋणमा 100% वा त्योभन्दा बढी जोखिम भार लाग्न सक्छ, तर सरकारी ऋणपत्रमा 0। त्यसैले लगानीको प्रकृतिले कति पुँजी चाहिन्छ भन्ने निर्धारण गर्छ। यसले संस्थाहरूलाई जोखिमपूर्ण लगानी गर्दा सोच्न बाध्य बनाउँछ। यो त निकै प्राविधिक तर महत्त्वपूर्ण कुरा रहेछ संस्थाको स्थायित्वको लागि। हो, यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो। ल, वित्तीय पक्षका कुरा त धेरै भए, तर संस्था कसरी चल्छ, कसले चलाउँछ भन्ने कुरा, मतलब सञ्चालक समिति, कर्मचारी, व्यवस्थापन, यसमा पनि त केही नियमहरू होलान् नि, सुशासनको पाटो। अवश्य। वित्तीय नियम जतिसुकै राम्रो भए पनि त्यसलाई लागू गर्ने र संस्था चलाउने मान्छे ठिक भएनन् भने त अर्थै भएन नि, हैन? भएन। हो, त्यसैले संस्थागत सुशासनमा पनि मापदण्डले निकै जोड दिएको छ। जस्तो सञ्चालक समिति कतिजनाको हुने भन्ने तोकिएको छ। कम्तीमा 5 जना, बढीमा 9 जनाको हुनुपर्ने सङ्ख्या नै तोकियो। हो, अनि त्यसमा पनि कम्तीमा 33% महिला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था छ। यो लैङ्गिक समावेशिताको लागि राम्रो कदम हो। 33% महिला अनिवार्य, यो त प्रगतिशील व्यवस्था रहेछ। हो नि। अर्को एउटा निकै चर्चामा आएको र महत्त्वपूर्ण व्यवस्था छ पदको कार्यकाल सम्बन्धी।
अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष जस्ता कार्यकारी पदमा एउटै व्यक्ति लगातार 2 कार्यकालभन्दा बढी बस्न नपाइने नियम ल्याइएको छ। ओहो, लगातार 2 कार्यकाल मात्रै। यसले त नेतृत्वमा नयाँ मान्छे आउने बाटो खोल्ने भयो त। कतिपय ठाउँमा त वर्षौंदेखि एउटै व्यक्ति भइरहने चलन थियो नि। हो, त्यसैलाई रोक्न खोजेको देखिन्छ। यसले पद ओगटेर बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्छ र नेतृत्व हस्तान्तरणलाई सहज बनाउँछ भन्ने अपेक्षा होला। यो त ठूलै परिवर्तन ल्याउन सक्ने नियम हो। अरु के छ सुशासनमा? सञ्चालकहरूको योग्यता र अयोग्यता पनि तोकिएको छ। कस्तो व्यक्ति सञ्चालक हुन पाउने, कस्तो नपाउने भन्ने प्रश्न छ। अनि स्वार्थ बाजिने विषयमा पनि कडाई छ। जस्तो सञ्चालक र तिनका नजिकका नातेदारले त्यही संस्थाबाट ऋण लिन नपाउने व्यवस्था छ। त्यो त हुनै पर्यो नि। आफ्नै संस्थाबाट आफैले ऋण लिने कुरा त मिलेन। त्यसले विकृति ल्याउँछ। त्यस्तै संस्थाको प्रमुख कार्यकारी अधिकृत वा व्यवस्थापक हुन पनि निश्चित शैक्षिक योग्यता र अनुभव चाहिने भयो। जो पायो त्यही हुन नपाउने भए। योग्यता तोकिनु राम्रो हो। अनि कर्मचारीहरूको बारेमा? कर्मचारीहरूको क्षमता विकासमा पनि ध्यान दिएको छ। संस्थाले आफ्नो वार्षिक प्रशासनिक बजेटको कम्तीमा 2% रकम कर्मचारीको तालिम र क्षमता विकासमा खर्च गर्नुपर्ने छ। तालिममा अनिवार्य खर्च हो। यसले कर्मचारीहरूलाई दक्ष बनाउन मद्दत गर्छ। लेखा परीक्षणलाई पनि अझ व्यवस्थित र विश्वसनीय बनाउने कुराहरू छन्। लामो कुराकानी भयो। यी सबै नियम, मापदण्ड, व्यवस्थाहरू सुन्दा त प्राधिकरणले सहकारी, खासगरी बचत ऋण सहकारीलाई साँच्चीकै एउटा बलियो फ्रेमवर्क भित्र ल्याउन खोजेको जस्तो देखियो है। नियम कडा हुँदा संस्था सुरक्षित होला, तर सदस्य सेवा अलिकति सङ्कुचित हुने वा प्रक्रिया झन्झटिलो हुने सम्भावना पनि रहन्छ। यो सन्तुलन मिलाउनु नै अबको चुनौती हो। यही चुनौती र सम्भावनाको प्रश्नमा सोच्दै अर्थसंवादको आजको यो दोस्रो अङ्कलाई यही बिट मारौँ। यी नयाँ नियमहरूको वास्तविक प्रभाव कस्तो रहन्छ? यसले सहकारी क्षेत्रलाई कुन दिशामा लैजान्छ? यो हामी भविष्यमा पनि पक्कै विश्लेषण गर्ने नै छौँ। हुन्छ। अर्को अङ्कमा फेरि नयाँ आर्थिक विषय र विश्लेषणका साथ उपस्थित हुने नै छौँ। आजलाई हामी दुवैलाई बिदा दिनुहोस्। सबैको समय शुभ रहोस्। नमस्कार। नमस्कार।